बिहानको काम भनेको चाहिँ खाना बनाउने हो अनि मैले चाहिँ आज चाहिँ रोटी हाल्नेतिर लागि अनि पहिला त मलाई रोटी पोल्न पनि आउँदैन थियो साँच्चै भन्नुपर्दा चाहिँ मैले बिस्तारै बिस्तारै गर्दै गएपछि हरेक काम सिकिँदो रहेछ मैले बस बिस्तारै बिस्तारै सिकेँ अनि फाइनली मैले आजभोलि यस्तो रोटी बनाउँछु मलाई एकदम खुसी लाग्छ अनि त्यसपछि मैले टमाटरको अचार पनि पकाइदिएँ मैले चाहिँ यति धेरै रोटा हालिसकेको रहेछ कि त्यो राख्ने भाँडोमै अटेर आएको थिएन मैले चाहिँ जस्तो अटाएँ त्यसपछि भएर आएर हेर्दा चाहिँ मौसम चाहिँ एकदमै बिग्रिसकेको थियो बर्खा लागिसक्यो मलाई चाहिँ एकदम मनपर्छ यो चाहिँ कुरो लाग्दाखेरि चाहिँ अनि त्यसपछि म चाहिँ गएँ दुध लिनलाई पानी त अलिअलि परिरहेको थियो अनि हेर्न सक्नुहुन्छ चोत्तर यति राम्रो पाकिरहेको छ यसको मिठो भए त म खाइसक्थेँ तर यो तितो हुँदो रहेछ यतातिर अनि चाहिँ त्यो चाहिँ मेरो घर एकान्तमा छ जङ्गलको बिचमा मलाई आफूलाई चाहिँ एकदमै शक्तिशाली ठान्छु है यति जङ्गलमा रहन्छु अनि चाहिँ अङ्कल आन्टी गइसक्नु भएको रहेछ दुध लिने ठाउँमा चाहिँ अनि चाहिँ म चाहिँ गएर दुध पनि लिएँ राखिदिनु भएको रहेछ आन्टीले चाहिँ दुध अनि यता चाहिँ राखिदिएँ अनि बोतल पनि मैले झिकेर ल्याएँ दुध अनि म गइसकेपछि त झन् बढी पानी आउन थाल्यो यति परिरहेको थियो नि त्यही पनि म छाता लगेर गएको थिएँ यति छिनमै यति भोल बोक्ने पानी आयो नि मलाई चाहिँ एकदमै खुसी लाग्थ्यो बच्चा जस्तै मलाई चाहिँ एकदमै मनपर्छ कि पानी उब्रोबाट हिँड्नलाई एकदमै खुसी लाग्यो म चाहिँ हिँडिहालेँ बच्चाको जस्तै फिल आयो कि मलाई चाहिँ अनि चाहिँ सँगसँगै खोला पनि बढिरहेछ बर्खामा होइन छिनमै यो पनि बढिहालेछ म जाँदाखेरि त्यो आएको थिएन अनि यो चाहिँ बिचरा यसलाई चाहिँ चिसो भइरहेको छ अनि मौसम हेर्न सक्नुहुन्छ सबै ठाउँ बर्खा यही त हो नि बर्खाको यही त हुन्छ नि अनि घरमा आएर हेर्दा चाहिँ बाबा आमा चाहिँ बसिराख्नु भएको रहेछ मेरो प्रतीक्षामा अनि म चाहिँ गएर आमालाई दुध पुऱ्याइदिइहालेँ मेरो काम भनेको चाहिँ आमाले चाहिँ गाईलाई हाल्न जा भन्नुभयो म चाहिँ गाईलाई हाल्न गएँ अनि त्यसपछि हेर्न सक्नुहुन्छ पानी यति यो बर्खा यति मलाई चाहिँ बर्खा चाहिँ खास मनै पर्दैन भनौँ न यति पानी आउँछ नि चाहिने भन्दा ज्यादा यता घाँस पनि रुजिसकेको छ हामीले त यत्तिकै छोडिदिएछौँ अब कहाँ राख्ने ठाउँ पनि छैन नि त अनि यसमै अब यहीँ राख्दै अनि थोरै माछलाई पनि मैले लिएँ अनि चाहिँ आगो ताप्न आएको थियो चिसो शरीरभरि यसको पनि पानी थियो उसलाई पनि चिसो भयो होला भनेर आगो तापे बाल्यो सँगसँगै हामी पनि बसेर एक सेल्फी जाओस् न त भनेर हामीले चाहिँ एक पोज पनि दिइहाल्यौँ यसले चाहिँ मलाई कस्तो हेरिरहेको थियो अनि त्यसपछि मैले खाना पनि हालेँ भात अचार मासु रोटी थियो अनि रोटी मैले बनाएको अचार मैले बनाएको मासु भात चाहिँ आमाले बनाउनु भएको अनि मैले चाहिँ खाएँ बाबा आमाले अलरेडी खाइसक्नु भएको थियो मैले चाहिँ बिहान चाहिँ म जहिले पनि एक्लै नै हो खाने साँझमा चाहिँ बाबा मम्मीसँग बसेर खान्छु बिहान चाहिँ सधैँ एक्लै नै हो खाने किनकि म ढिलो हुन्छु नि त अनि म उठासम्म चाहिँ बाबा आमाले खाइसक्नु भएको हुन्छ खाना सधैँ एक्लै नै हो मैले खाने भनेको बिहान चाहिँ अनि आजको भ्लग पनि यही समाप्त हुन्छ छोटो भयो तर मिठो त भएन होला त्यही पनि मैले चाहिँ बनाउन मन पर्यो त्यही भएर बनाएँ बाई बाई।